हिरो परम्परागत काठमाडौँको आँगनमा बसिरहेको छ र ब्रिकको भित्ताहरू र माथि झुन्डिएका रङ्गीन ध्वजापतनहरू प्रेयर फ्ल्याग्स देखिन्छन्। सुरुमा उनी माटोको कपमा चिया सानो सानो चुस्की लिएर बसिरहेका छन्। उनको आमा गुन्यो चोला लगाएर क्रोधित हुँदै हात हल्लाउँदै भन्न थाल्छिन्, छोरा अब बस्न किन लागेको, बाहिर जा र सबैको रक्षा गर। नजिकैको टेलिभिजनमा समाचार प्रेषक उग्र भावमा हेराउँदै देखिन्छ, जसले काठमाडौँमा उडिरहेको विशाल आगो फ्याँक्ने ड्रागन देखाइरहेको छ। क्यामेरा बिस्तारै सुपर हिरोबाट टिभीसम्म सर्छ। चिया कपबाट उठेको धुवाँ हल्का हल्लिन्छ। ध्वजा र झण्डाहरू हल्का हावा चल्दै फडफडाउँछन्। बिहानको सुनौलो प्रकाश सुपर हिरोको अनुहारमा पर्दै उसको स्टोइक निडर भावलाई उजागर गर्छ। अचानक विशाल आगो फ्याँक्ने ड्रागन दरबार स्क्वायरतिर झर्छ। मानिसहरू दौरा सुरुवाल र सारी लगाएका त्रसित हुँदै भाग्छन्। स्कार्फ र ध्वजा हावामा फडफडाउँछन्। क्यामेरा माथितिर झर्दै भागिरहेका मानिसहरूबाट ड्रागनको घमण्डपूर्ण अनुहारतर्फ झर्छ। धुवाँ र आगो वातावरणमा गतिशील रूपमा घुम्छ। सूर्यको प्रकाश मन्दिरका छाना र ड्रागनको छालामा चम्किन्छ। सुपर हिरोले मन्दिरका छानामाथि कुद्दै आफ्नो खुकुरी लिएर ड्रागनमाथि आक्रमण गर्छ। प्रेयर फ्ल्याग र स्कार्फहरू हावामा हिँड्छन्। क्यामेरा उसको गतिशीलता अनुसार तेज साइड प्यान गर्दछ। ड्रागनले आफ्नो पुच्छर हल्लाउँछ र आगो फ्याँक्छ। सुपर हिरोले दर्शकलाई घृणासहित शौर्यपूर्वक घोषणा गर्छ। कप र हावा उसको लुगा फडफडाउँछन्। अन्ततः ड्रागन पन्छिन्छ र सुपर हिरो मन्दिरको छानामा उभिएर विजयको मुद्रा लिन्छ। तलक गाउँलेहरू हर्ष उल्लासमा नाच्दै, परम्परागत ड्रम बजाउँदै, ढाका टोपी र रङ्गीन स्कार्फ हल्लाउँदै सुपर हिरोलाई सम्मान गर्छन्। साहसिक यात्रा यहाँ समाप्त हुँदैन। लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र अर्को यात्रा सँगै जानुहोस्। तपाईँ यसलाई मिस गर्न चाहनुहुन्न।